अहिले प्रधानमन्त्रीज्यूको शैली परिवर्तन भइसक्यो क्या। तपाईँको चस्मा चाहिँ पुरानो भयो। उहाँ अब जनताहरूका माग सम्बोधन गर्ने, जनताका अपेक्षाहरूलाई पुरा गर्ने, अब सम्बन्धित क्षेत्रका मान्छेहरूसँग संवाद गर्ने, भेट्ने, उनीहरूको गुनासो सम्बोधन गरेर सरकार चलाउने बाटोमा जानुभयो। जब नागरिकले हामीलाई अस्पतालमा जाँदा पनि 3% कर, स्कुलमा जाँदा पनि 3% कर, हाम्रो ढाड भाँच्ने भनेपछि यो प्रविधिको युग हो सर, यो प्रविधिको युग हो क्या। यो हेरी औँलाको टुप्पोमा ट्याक्क गरिदिए पछाडि समाचार संसारभरि पुग्छ। उहाँले म यो हटाउँदैछु, द्याट्स गन। हेर्नुहोस् त, दिस इज द प्रम्प्ट रेस्पोन्स फ्रम द प्राइम मिनिस्टर। मलाई हाँसो लाग्छ यस्ता कुरा सुन्दाखेरि। किन हाँसो लाग्छ भने उहाँहरूले दिएको तर्क मैले जसले दिएको छ यो सुन्दा मलाई हाँसो लाग्छ। जनता र देशको हित चाहने नेपाल त धेरै जस्तो गरिबीमा पीडित छ नि, जनताको ठुलो सङ्ख्या। त्यो देशमा शिक्षा र स्वास्थ्यमाथि कर लगाउने सेवामा, अनि एकातिर देशलाई विद्युतीकरणमा लैजाने भन्ने प्रधानमन्त्रीको महावाणी के आयो? नेपाल विद्युतीकरणको युगमा प्रवेश गरेको छैन। म आश्चर्यचकित परेँ। नेपाल चन्द्र शमशेरको पालामा विद्युतीकरणको युगमा प्रवेश गरेको। दक्षिण एसियामा विद्युत उत्पादनको इतिहास हेर्ने हो भने नेपाल अग्रपङ्क्तिमा नै आउँछ। उहाँ के भन्नुहुन्छ भने अहिले भान्सामा विद्युत बाल्यो भने सबै ट्रान्सफर्मर पड्किन्छ। मलाई हाँसो लाग्यो। यसको उचित खण्डन कुलमानजीले गर्नुभएको, मैले गर्नुभयो। उहाँ त्यसको क्षेत्रको काम गर्ने मान्छे होइन। अनि घरको भान्सामा, जबकि अब उहाँहरू चाहिँ पुँजीवादी बाटोबाट जाने भनेर घोषणा गर्नुभएको छ महाधिवेशनबाट। अब म पुँजीवादको यसैसँग जोड्छु। मलाई यो किन हाँस उठ्छ मलाई भन्दाखेरि बेलायतमा भर्खरै नयाँ प्रधानमन्त्री नियुक्त हुनुभयो। भर्खरै त्यो नियुक्त भइसकेपछि उहाँले पहिलो घोषणा के गर्नुभयो त भन्दाखेरि घरेलु उपभोगमा विद्युतमाथि लागेको 5% कर यो सरकारले खारिज गर्नेछ। एउटा कुरा त्यो। अब उहाँहरूमा जनताप्रति माया रहेछ कि के रहेछ मैले त्यो हेरेको तथ्यको आधारमा 50 युनिट भन्दा माथि बिजुली प्रयोग गर्दा 5% कर हो। सर्वसाधारण जनतालाई होइन यो। सर्वसाधारण जनताको घरमा 50 युनिटसम्म प्रयोगै हुँदैन। कसले भन्यो हुँदैन भनेर? हुँदैन, मेरो घरमा त हुँदैन। सुन्नु न, 50 युनिट गरौँ चाहे 75 युनिट गरौँ, 50 भन्दा तल त नियमित मात्रै लाग्छ। होइन, त्यो मैले बुझेँ। 50 युनिटभन्दा बढी हुँदैन भनेर कसरी भन्ने? घरेलु प्रयोजनको लागि बेलायतमा त्यो 5% कर त्यहाँ कति युनिट प्रयोग? बेलायतको कुरा नगरौँ न, अछामको गोर्खाको कुरा गरौँ। मैले बेलायतको कुरा किन गरेँ भने उहाँहरू बेलायतका मात्रै कुरा गर्नुहुन्छ। उहाँका अर्थमन्त्री उहाँहरूको मैले बजेट हेरेँ। बजेटमा त्यो कापीमा अङ्ग्रेजी शब्द लेख्दै गएको 4 पाना भरिसक्यो। आछा जबकि नेपालको संविधानले म एकछिन उहाँहरूको जेनेरेसन त आधा अङ्ग्रेजी नै बोल्छ क्या। उहाँहरूको जेनेरेसन त तपाईँ र म जस्तो बोल्दैन नि। म अङ्ग्रेजी बोल्न जान्ने हो र होइन? ऊ भीमब्रो आयो भन्ने जेनेरेसन हो क्या त्यो। त्यो के हो त भन्नु? त्यो के हो त? नेपालको संस्कृति, नेपालको आवश्यकता र नेपालको धरातललाई नबुझेर उडन्थ्यो भने त्यही त हो त। यतिसम्म गरेको पाएँ मैले। कम्युनिकेट होइन, भाषामा नजानुहोस् भन्दाखेरि के अर्थ आउँछ? जब मान्छेले आफ्नोपन गुमाउँछ नि, त्यो देश नै रहन्न। किन यो संसारमा यत्रो आफ्नो संस्कृतिमा त्यत्रो लगानी गरिरहेको छ त? अनि आज नेपाली सेनाले सौम्य शक्ति बढाउँ किन भन्छ त? मैले त्यसलाई नरम शक्ति भन्ने बुझ्ने भाषा तपाईँलाई सोधेको प्रश्न म त्यसैमा उत्तरमा जान्छु। प्रविधिको युगमा तपाईँहरूको पालामा जस्तो पहिला मन्त्रीमण्डलमा प्रस्ताव लैजाने, त्यो प्रस्तावमा छलफल गर्ने, 3 दिनसम्म डिबेट गर्ने, यता जनता मरिसके त्यस्तो होइन। प्रविधिको प्रयोग गरे। अब म त्यसो एउटा भनौँ, त्यसो भए यदि प्रविधिले प्रयोग गरे जुन व्यक्तिलाई जान लाग्छ तपाईँले ट्यागको बटन, जुन व्यक्ति होइन प्रधानमन्त्री, यो त प्रधानमन्त्री पद्धति हो। प्रधानमन्त्री संसदमा 16 जना मन्त्री एकतिर उभिए पनि उहाँले लगेको प्रस्ताव पारित हुन्छ। मैले बुझेँ प्रधानमन्त्रीले नि। ल त्यसो भए संविधान किन चाहियो देशमा? संसद किन चाहियो? मन्त्रालयहरू किन चाहिए? अनि सल्लाहकारका डफा के लागि चाहिए? त उहाँको मनमा जे लाग्छ सुझ्दा भए भयो नि त। त्यस्तो हुँदैन। राज्य प्रणाली भनेको यति संवेदनशील हुन्छ। यसका सुरक्षा, यसका प्रक्रियागत कुरा, यसको प्रणालीगत कुरा, यसलाई प्रधानमन्त्री र महत्त्वपूर्ण यो जम्मै चिजलाई कहाँ असर गर्यो? पछि त मन्त्री परिषदको बैठक बसेर त्यसलाई पारित गर्नुभयो त उहाँहरूले। असर कसरी गर्दैन भन्दाखेरि किन गर्छ भन्दाखेरि यो त एउटा उदाहरण भयो। कुनै व्यक्ति तपाईँले संविधान चाहिँदैन, संविधान मिथ्या छ, विधि मिथ्या छ भन्नुभएको छ, त्यो पनि भन्नु न। आफ्नो हातमा अधिकार आउने बित्तिकै
जे मन लाग्छ त्यो म प्रयोग गर्छु, मेरो फाइदा जे हुन्छ मैले जुन बेला सोच्छु त्यो गर्छु भन्यो भने त्यो व्यवस्था प्रणाली भनेको तानाशाही प्रणालीतिर के मन लागि गर्यो वर्तमान सरकारले? के मन लागि गर्नुभयो? म एक भन्छु, प्रधानमन्त्रीले गरेर संसदमा देशको विरुद्धमा नेपालले भारतको जग्गा धेरै मिचिया छ भन्नुभयो। एक दुई प्रतिनिधि सभाको नियमावली, नेपालको संविधान, कानुन र यो संसदीय प्रणाली जुन हामीले अपनाएका छौँ नि, कि त्यो खारेज गर्नु पर्यो, कि संविधान खारेज गर्नु पर्यो। उहाँ संसदप्रति उत्तरदायी हुन उहाँले छोडिदिनु भयो। त्यहाँ गएर बोल्दा जानुहुन्छ आजकल त्यो गएर हुन्न। त्यहाँ चाहिँ संसदमा उठेका कुराहरू न त किन राखेको, त प्रश्न उत्तर किन राखेको, सुन्ने समय किन राखेको, त्यो जनउत्तरदायी प्रणाली हो। त्यो उहाँले किन गर्नु भएन? दुई, तेस्रो कुरा अघि भनिहालेँ, त्यो लामो गर्दिनँ। गोप्य रूपमा आफ्नो सल्लाहकारलाई पठाएर एउटा राष्ट्रको स्वाधीनता उहाँले किन त्यो गर्नुभयो? त्यो तेस्रो कुरा। चौथो, कुनै पनि देशको शासन प्रणाली, त्यहाँको कर्मचारी प्रशासन, त्यहाँको सुरक्षा निकाय, त्यहाँको गुप्तचर, यो सम्पूर्ण प्रणाली बलियो भयो भने मात्रै त्यो देश बलियो हुन्छ। ओके, अब उहाँहरू अहिले के नीति लिँदै हुनुहुन्छ भन्दाखेरि, जो अनुभवी कर्मचारी छन् नि, ती कुनै पार्टीले नियुक्त गरे होइन नि, लोकसेवाबाट धेरै प्रतिस्पर्धाबाट मेहनत गरेर परीक्षा उत्तीर्णै गरेर आएका हुन् र जसलाई अधिकृत हुँदादेखि कोही नासुबाट खडदारबाट पनि होला, उहाँहरूलाई प्रशिक्षण शिक्षा दिन देशले त्यहाँ धेरै ठुलो लगानी गरेको हुन्छ। हेर्नुहोस्, त्यो बिन्दुमा पुर्याउन त्यस्ता अनुभवी व्यक्ति चाहे विदेशीसँग वार्ता गर्नु, चाहे यहाँ कानुन निर्माण गर्ने, अब तिनीहरूले सबलाई निकाल्दिने रे। त्यो कुनै राष्ट्र निर्माणको देशको होइन। किनभने तिनीहरू तपाईँले सोधेको कुराको जवाब पख्नु न, तपाईँले तिरेको कर मैले तिरेको करबाट तलब खान्थे, तर तपाईँको पार्टीको कार्यक्रम गरेर जिन्दाबाद गर्थे नि त। जनताको कर खाएपछि त जनताको सेवा गर्नु परेन। कर्मचारी जुन उहाँहरू सहसचिव लगायत कति व्यक्तिलाई निकाल्ने भनेको थियो, कसले जिन्दाबाद गरिरहेको छ तिनीलाई त कारवाही गर्ने कानुन होला नि। अनि के ती व्यक्तिहरू पार्टीले भर्ना गरेका हुन् र? म लोकसेवाबाट आएका विधिवत उत्तीर्ण गरेर आएका व्यक्तिको कुरा गर्दैछु। त्यो कुनै पिनेको क्या घुन पिसियो त? त्यो घुन पिसिने कुरा होइन नि। यो राज्यका महत्त्वपूर्ण सुरक्षा निकाय, कर्मचारी प्रशासन र जुन प्रणाली हुन्छ नि, राज्य भने यत्तिकै हावामा बलियो हुने होइन। त्यसलाई कमजोर पार्नको लागि जसरी मातृका प्रसाद कोइरालाले 2007 सालको परिवर्तनपछि सेनाको एउटा ठुलो हिस्सालाई निकालिदिएर विदेशी शक्तिको इसारामा त्यहाँदेखि नेपाली सेना दक्षिण एसियामा कमजोर होइन नि, कमजोर पारै गर्यो। इतिहास हाम्रो सबभन्दा त्यहाँ हेर्नुहोस् हो। यो अर्को हेर्नुहोस्, यो कुनै देशको भक्ति पूर्ण रूपमा धारणा राख्ने व्यक्तिले यो गर्दैन। अब अर्को कुरा भन्छु, नेपाल, चीन र भारत जस्ता विशाल देशहरूको बिचमा छ, जसलाई हामी एकदम संवेदनशील भू राजनीति भन्छौँ। यस्तो स्थितिमा नेपालले चीनसँग पनि सुमधुर सम्बन्ध कायम गर्नुपर्छ, भारतसँग तर्कको आधारमा, सार्वभौम समानताको आधारमा र पारस्परिक हित र सम्मानको आधारमा गर्नुपर्छ। त्यो गर्नुपर्छ। हाम्रो नेपालको संविधानको धारा 51 मा त्यो कुरा भनेको छ कि त्यो खारेज गर्नु पर्यो, होइन भने त्यो मान्नु पर्यो नि। अब के भयो, उहाँले पहिलोचोटि नेपालको इतिहासमा अन्तरिम सरकारलाई पनि दलाइ लामाले बधाई दियो, अनि यो सरकारलाई पनि दलाइ लामाले बधाई दियो। 24 गते मैले दृश्य देखेँ, तपाईँले मेरा भन्दा धेरै दृश्य देख्नु भएको छ, किनभने तपाईँ यस्तो सञ्चार क्षेत्रको तपाईँ यति क्रियाशील व्यक्ति हो, म धेरै अगाडिदेखि चिन्दछु।